हेलो हेलो साथीहरू, स्वागत छ मेरो न्यू मिनी ब्लगमा। हामी चाहिँ आज टुँडी खेल जाँदैछौँ। त्यो पसल चाहिँ हाम्रो जडीबुटी पसल है, हाम्रो दिदीको। एकदम जडीबुटी चाहिँ सबै पाउँछ, बसेदेखि मान्छेलाईसम्म। त्यस पछाडि हामी टुँडी खेलतर्फ लाग्यौँ। अनि मेरो छोरो चाहिँ एकदमै एक्साइटेड छ टुँडी खेल जान, किनकि ऊ बिरामी भएर 10-15 दिन भइसक्यो नि त ऊ हिँड्न खेल्न नपाएको। आज चाहिँ बल खेल्न जाउँ भनौँ, उसले जाउँ भनौँ, म नजाने कुरै भएन, हामी गयौँ। अनि त्यस पछाडि त्यहाँनिर हेर्न एकदमै यो भैँसी पङ्खा र भोजपुर पोखरीको भ्यू एकदमै राम्रो देखिन्छ है टुँडी खेलबाट चाहिँ। अनि अलिकति मैले क्लिप पनि लिइहालेँ। त्यसपछि मेरो छोरो एकदमै एक्साइटेड भएर हेर्नु न खेलेको कस्तो खेल्दैछ। अनि बेलुका बेलुका चाहिँ सधैँ हाम्रो दाजुभाइहरू टुँडी खेलमा बल खेल्न आउनुहुन्छ, सबैजना धेरै दाजुभाइहरू दिदीबहिनीहरू पनि आउनुहुन्छ नि त। अनि त्यसपछि हामी घर फर्क्यौँ, फेरि सेम बाटो हुँदै घर फर्क्यौँ। अनि आज चाहिँ भात नखाने भनेर मैले मकै बसाएँ, उसिनेको मकै र आलु खाने भनेर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हस्त धन्यवाद।